महिलाहरूको लागि स्पेसल मानिने आज सुत्केरी औषधिको रेसिपी लिएर आएको छु। बनाउन पनि एकदमै सजिलो छ। एउटा कचौराले नापेर मैले सुप लिएँ, त्यसै गरी चम्सुर अनि ज्वानो अनि मेथी प्राय सबैतिर पाइन्छ। यसलाई लिने मेथीलाई चाहिँ मैले भिजाएको छु अनि यसलाई एउटा कुकरमा राख्ने, दुईटा जाइफल राख्ने अनि ठुलो ओखती पाखनबेत जडीबुटी के छ त्यो पनि राखेर 2-4 छिट्टी लगाएर यसलाई उसिन्ने। हेर्नुस् त मैले उसिनिसकेँ। अब यो सेलाउँछ, यसमा ल्वाङ सुकुमेल मरिच राखेर पिस्न अलिक गाह्रो हुन्छ, थोरै पानी राख्दै पिस्दै गर्छौँ। मैले पिसिसकेँ। अब पिसेको मसलामा फेरि हामी बत्तिसाको धुलो राखेर मिक्स गर्छौँ। यो मिक्स गरिसकेपछि यसमा हामी चामलको पिठो राख्छौँ। चामलको पिठोलाई चाहिँ मैले अलिक खस्रो गरेर पिसेको छु। यो पिसेको मिश्रणलाई मजाले यसलाई मिक्स गर्ने। मेरो चाहिँ आमाले बनाउँदै हुनुहुन्छ अनि मजाले मिक्स गर्नुहुन्छ। आमाले चाहिँ हामीलाई जाडो महिनामा यसरी बनाएर खुवाउनुहुन्छ, एकदम मिठो हुन्छ। मेरो घिउ तातिसक्यो, थोरै मेथी राख्छु यसमा म। घिउले सञ्च गर्दैन भने तोरीको तेलमा पनि बनाउँदा एकदम मिठो हुन्छ, फाइदा पनि हुन्छ। आमाले यस्तो मजाले बनाउनुहुन्छ। आमालाई चाहिँ यसरी बनाएर खुवाउनलाई जाडोमा खुब रहर लाग्छ। उहाँ चाहिँ मेरो घरको आमा हुनुहुन्छ, अर्थात् सासुआमा हुनुहुन्छ। यस्तो मिठो बनाउनुहुन्छ उहाँले, एकदम मन लगाएर हामीलाई तिमीहरू बस म बनाएर खुवाउँछु तिमीहरूलाई, जाडो महिनामा तिमीहरूको जिउ दह्रो बनाउनुपर्छ भनेर उहाँले हामीलाई यसरी जाडो महिनामा बनाएर खुवाउनुहुन्छ। यस्तो मजाले भुट्नुहुन्छ। अब यो छोप्दै भुट्दै गर्ने, अलिकति पानी राखेर यसलाई छोप्दै भुट्दै गर्ने। डर छ कि भनेर थोरै पानी राख्ने, एकैचोटि पानी धेरै नराख्ने। यसलाई चाहिँ छोप्दै पकाउँदै गर्नुहुन्छ आमाले। एकदम सजिलो छ। जबसम्म यो फुर्र हुँदैन तबसम्म यसलाई हामीले यत्तिकै चलाइरहने अनि छोप्दै पकाउँदै गर्ने। हजुरहरूले हेर्दै गर्नु होला कस्तो मजाले यो फुट्छ अहिले। ल हेर्नुहोस् त कस्तो राम्रो भयो। अहिलेको डल्ला सबै फुकिसक्यो अनि यो पाको पनि। अब यसमा हामी गुद राखिदिन्छौँ। गुदलाई पग्लिनलाई समय लाग्छ, त्यही भएर अलिकति छिटै मैले गुद राखिदिएँ अनि मजाले चलाएर छोपेँ। त्यस पछाडि ड्राई फ्रुट्सहरूलाई पनि मैले राखेँ। गुद पनि पग्लिसक्यो। अब ड्राई फ्रुट्स राखेर यसमा थोरै स्वादअनुसारको मिश्री, मह जे खान्छौँ त्यो राख्ने। मैले चाहिँ मिश्री राखेँ। अब मिश्री पग्लेपछि लपक्क भएर कस्तो राम्रो लपक्क परेको छ हेर्नुहोस् त। अब भने हाम्रो खानालाई तयार भयो। हजुरहरूले यसरी सुत्केरी पुवा खानुभएको थिएन भने एकचोटि ट्राई गर्नुहोला। भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक पनि गर्नुहोला।